र अहिले चाहिँ हामी ठ्याक्कै टिका भैरव यो लेले भन्दा पनि अब यहाँबाट चाहिँ हामी टिका भैरव जानेछौँ र यो यहाँ हेर्न सक्नुहुन्छ हामी राइट साइडबाट जानेछौँ हामी टिका भैरवतर्फ र अगाडि हाम्रो साथी हुनुहुन्छ श्रवण। सबै यहीँबाट होला कि जस्तो लाग्यो। अब यहाँबाट चाहिँ हामी तल जान्छौँ। यहीँबाट होला जस्तो। यहीँबाट होइन, यहीँबाट होला। यहाँबाट चाहिँ अब ठ्याक्कै हामी टिका भैरव आउन लागिसक्यौँ। टिका भैरवको पुल हो र अब टिका भैरव मन्दिर भन्ने चाहिँ अलिकता देखिँदैन, त्यो अलिकता तल छ के अरे। यो चाहिँ अब टिका भैरव बजार। मौसमले चाहिँ अलि धोका दिएला जस्तो छ है। यहाँ यताबाट राइट साइडबाट चाहिँ हामी सायद के भन्छ नक्खुबाट चाहिँ यहाँ आउँछौँ जस्तो छ। ल यहाँबाट चाहिँ हामी लेफ्ट चाहिँ लाग्दैछौँ। अब चाहिँ ठ्याक्कै हामी टिका भैरव पनि अब कट्न लागेका छौँ। यो बाटो चाहिँ हेटौडासम्म पनि पुगिन्छ यही बाटो र यो बाटो चाहिँ बिचबिचमा चाहिँ हामी अफ रोड देख्न सकिन्छ किनकि बन्दै गरेछ। धुलो उड्यो धुलो। पहाडको बाटो यस्तै हुन्छ। छपेली 6 किलोमिटर स्लोली जानुपर्छ। हतार गर्नु हुँदैन। गन्तव्यमा पुगिन्छ अवश्य, तर हतार गरे चाहिँ भन्न सकिँदैन। यस्तो गाडी आइरहेछ ल। अझै क्या गरे जे होस् आजको दिन यादगारै रहने भयो। यहाँदेखि ठिङ्गन चाहिँ 24 किलोमिटर रहेको छ। यो चाहिँ के बागमती गाउँपालिका। यात्रा गर्दै क्रममा चाहिँ अगाडि एउटा चेकपोस्ट आउँछ र यहाँ प्रहरीले चाहिँ हाम्रो चेक जाँच गर्ने क्रममा चाहिँ हामीलाई चाहिँ ल जानुहोस् शुभ यात्रा भन्दै हामीले चाहिँ लटरम्मेश्वर जाने बाटो कताबाट सजिलो हुन्छ होला भनेर हामीले सल्लाह माग्यौँ र उहाँ प्रहरी दाइले राम्रो सल्लाह सुझाव दिनुभयो र हामी अगाडि बढ्यौँ। त्यहाँबाट अफ रोड अलि धेरै छ जस्तो छ। यहाँ चाहिँ अब एकछिन हो, यहाँ अगाडि यहीँ छ नि। ल अरे अन्त गयो त फेरि। ल यहाँ चिया खाऊ अनि यहाँबाट चाहिँ एउटा ड्रोन सट पनि लिने। अहिले भर्खर हामी चाहिँ चिया खाएर चाहिँ अब ठ्याक्कै जाने तर्खरमा छौँ। अब उहाँले पनि हेलमेट लगाउनु भयो। अब मेरो चाहिँ सरी यहाँ पछाडि हेर्न सक्नुहुन्छ है। र यहाँबाट चाहिँ अब अहिले एकछिन हामी चाहिँ अब कति किलोमिटर छ होला यहाँ सरमा? अब त्यही त अब 10 किलोमिटर चान्स छ भने हेरौँ कति समय लाग्छ। बगुवा खोला चाहिँ हामी आइपुगेका छौँ। यो चाहिँ बगुवाको पुल भयो। ल हामी यहाँबाट चाहिँ हामी राइट लाग्नेछौँ र यो अगाडिको यहाँ साइनबोर्ड यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यो लटरम्मेश्वर महादेव पाल्नुहुने भक्तजनहरूलाई हार्दिक स्वागत छ।
र यहाँ चाहिँ लेखिएको छ ठ्याक्कै कान्ति लोकपथ मार्ग हो यो। यहाँ एकचोटि सोधौँ न। बगुवा खोला नजिकै अलि अगाडि बढ्दाखेरि फेरि हामी दो बाटो देख्यौँ र त्यहाँ चाहिँ एउटा सानो होटेल देख्यौँ र त्यहाँ पनि हामीले फेरि सोध्नुपर्ने भयो कताबाट जाने भनेर। एकजना दिदी त्यहाँ हुनुहुन्छ र उहाँ दिदीलाई चाहिँ सोद्धाखेरि उहाँ दिदीले चाहिँ बाटो गन्तव्य चाहिँ यसरी जानुहोस् भनेर देखाइदिनु भयो, किनकि त्यहाँ गोरेटो बाटो पनि थियो। र फेरि हामी त्यो गोरेटो बाटो नभइकन हामीले कताबाट जान सजिलो हुन्छ भनेर हामी फेरि पनि गन्तव्यतिर लाग्दैछौँ। उताबाट पनि मान्छेहरू दर्शन गरेर आइपुग्दैछन्। यस्तो बाटो छ, अलिकता कठिन याद। भगवान् कृपाले नपरोस्। आउनलाई त उताबाट आउनलाई सजिलो हुन्छ। अब धेरै छैन होला कि? तर आउँदाखेरि जस यो मेहनतको फल मिठो हुन्छ। अब के गर्ने, भगवान्को दर्शन गर्न आइरहेछ। भगवान्ले पार लगाउँछ क्या, जसरी पनि पार लगाउँछ। बिस्तारै है, बिस्तारै। जान्छ जान्छ, केही फरक पर्दैन। साथीहरू यसरी अलिकता मोटरसाइकल यदि तपाईँहरू लटरमेश्वर आइराख्नु भएको छ भने विचार पुर्याएर आउनु होला है। विचार पुर्याएर आउनु होला। यस्तो बाटो छ है। अब एकछिन गरौँ न। हामी यहाँसम्म त आइपुग्यौँ। बाटो कठिन थियो, कठिन हुँदाहुँदै हामी यहाँसम्म आइपुग्यौँ र यो हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ अब लटरमेश्वर भन्ने ठाउँमा पुग्न सकिन्छ र हामी कताबाट जाने भनेर हामी सोचिरहेका छौँ। र अब कसलाई सोध्ने भनेर एकजना साथी आउनुभयो र उहाँलाई पनि हामीले सोध्यौँ र उहाँको अनुसार यही माथिबाट चाहिँ जाने भनेर भन्नुभयो। र हामी अहिले चाहिँ यो मौसम चाहिँ एकदम खराब रहेको स्थिति देखिरहेका छौँ। पानी चाहिँ एकदम पर्ला जस्तो छ र हामी पानीमै रुझेरै हामी जाने सोच बनायौँ। र हामी यो जङ्गलमा चाहिँ हिँड्दै पानीमा रुच्दै हामी यो ठाउँसम्म आइपुग्यौँ। र यहाँ आउँदा चाहिँ यो पुरै अँध्यारो हुस्सु लागेको जस्तो हावाहुरी चलिरहेको थियो र यहाँ हामी एकछिन विश्राम पनि गऱ्यौँ। र यहाँ एकछिन यहाँको मौसम हेर्ने हो भने चाहिँ पुरै अँध्यारो उज्यालो, यहाँ केही आगन्तुक भक्तजनहरू पनि देखे फाटोफुट। र यो हेर्न सक्नुहुन्छ पसलहरू। र यहाँबाट चाहिँ सिधै हामी चाहिँ माथि देउता थानसम्म चाहिँ हामी पुग्नेछौँ। र यो देउता थानमा पुगेर चाहिँ हामी यहाँको दृश्य तपाईँलाई देखाइरहेको छौँ। यो टपमा चाहिँ सबैभन्दा ठुलो त्रिशूल रहेको र नेपालको झन्डा पनि फरफराइरहेको यहाँ हामी देख्न सक्छौँ। यो हेरिराख्नु भएको छ। यहाँको एकदम पुरै मौसम चाहिँ हामी पानीमा रुच्दै यहाँसम्म आइपुग्यौँ। साथीहरू अहिले चाहिँ हामी पूजा गरिसकेर ठ्याक्कै यो लटरमेश्वरको यो 8700 फिट करिब रहेको यो अहिले भर्खर यहाँ चाहिँ तलको दृश्य चाहिँ पुरै देखिरहेको थियो। अहिले यहाँ चाहिँ हुस्सुलाई जतिखेर पनि लागिरहेको रहेछ। तर हिजोदेखि चाहिँ पानी अत्याधिक वर्षा भएको कारणले गर्दाखेरि यहाँ हामीलाई पनि यहाँसम्म आउनलाई चाहिँ अलिकता कठिन भयो। साथीहरू उताबाट आउँदाखेरि चाहिँ मैले भिडियो चाहिँ मैले देखाउन सकिनँ, पानी निकै परिरहेको थियो र अहिले पनि परिरहेछ। हुस्सु लागिरहेछ, हावाको वेग तीव्र गति एकदम ठुलो आइरहेको यहाँ हेर्न सक्नुहुन्छ कि। अब यहाँबाट अघि चाहिँ मैले यो भिडियो देखाउन सकिएन र अहिले चाहिँ म तपाईँहरूलाई हुस्सु लागे पनि यो बाटो लटरमेश्वर महादेव स्थानसम्म आइपुग्ने बाटो। अघि तपाईँहरूलाई चाहिँ मैले त्यहाँ माथिबाट चाहिँ
झर्दाखेरि त्यो बाटो चाहिँ देखाउन सकिएन यो देउताथानसम्म आउनलाई र अहिले म यो बाटो अझ पनि देखिँदैन हुसुको कारणले र बाटो यस्तो छ यो बिचमा रेलिङ छ र यता हेर्नुभयो भने चाहिँ पुरै तल छ र यो बाटोको यता पनि हेर्नुभयो भने पुरै तल छ र यहाँबाट देखिन्छ कि देखिँदैन तपाईँले यहाँको दृश्य तल चाहिँ निकै घाम लागिरहेको छ मैले यहाँबाट देखिरहेको छु तर तपाईँहरूले यो भिडियोमा चाहिँ ल अझ हाम्रो साथीहरू चाहिँ आउँदै हुनुहुन्छ जय सम्झौबु बिहानै आउनु ए ल यहाँबाट चाहिँ अझ हाम्रो साथीहरू चाहिँ आउने क्रम चाहिँ जारी नै छ र हामी चाहिँ तर आज शनिबारको दिन भिडभाड हुनुपर्ने ठाउँमा साथीहरू जय शम्भो साथीहरू ल आरामले आउँदै हुनुहुन्छ जय शम्भो दिदी छ यहाँबाट चाहिँ मैले यहाँबाट चाहिँ तल चाहिँ निकै घाम लागिरहेको देखिरहेको छु है तर तपाईँहरूले यहाँबाट देखिराख्नु भएको छ कि छैन त्यो चाहिँ होला र यो यही उकालो हो अघि माथिबाट तल झरेको यो दर्शन गर्ने ठाउँसम्म अघि चाहिँ देखाउन पाइएन किनभने निकै पानी परिरहेको थियो र अहिले पानीको मात्रा चाहिँ अलिक कम भयो हुसो लागिरहेछ अझ पनि मान्छेहरू आउँदै हुनुहुन्छ ल यहाँको हाइट हेर्नुहुन्छ भने हेर्नुहोस् कस्तो चुचुरो छ ल साथीहरू आज चाहिँ मनै आनन्द आयो यो ठाउँ चाहिँ पहिलोचोटि दर्शन गरियो भगवान् शिवको ल यस्तो उकालो थियो अघि झर्दाखेरि र अहिले चाहिँ उकालो भयो अघि चाहिँ झर्दाखेरि ओह्रालो थियो र यहाँ चाहिँ हावा चाहिँ निकै बेजोडसँग लागिरहेको छ है यहाँ दुवै साइडमा रेलिङ हालिएको छ ताकि अलिकता भक्तजनहरूको पनि सुरक्षाको ध्यानमा राखिकन यो रेलिङ यसरी साइडमा राखिएको छ किनकि ल यता चाहिँ पुरै खाडी छ केही पनि देखिँदैन है अझ हामी माथि जाँदैछौँ वास्तवमा एउटा चाहिँ मलाई आज चाहिँ मैले महसुस गरेँ कि भगवान्को थानमा आइसकेपछि जस्तो सुकै भए पनि जस्तो सुकै कठिन परिस्थितिमा पनि यहाँ चाहिँ आउन सकिँदो रहेछ सायद भगवान्को शक्तिले गर्दा नै होला र किनभने यो धेरै नै उकालो छ मैले आफै हस्याङ खस्याङ भएँ अघि चाहिँ भिडियो लिन पाएन तपाईँलाई म अलिकता पछाडिबाट यहाँबाट फेरि पनि मैले दृश्य देखाएँ यस्तो भर्याङ छ यता खाडी छ र माथि चाहिँ उता केही पनि देखेन र यो बिचमा सिडी रहेछ ढलान गरेको सिडी जय शम्भो ल यहाँलाई कस्तो लाग्यो एकदम ल है तपाईँहरू पनि राम्रोसँग जानुहोस् भगवान्ले तपाईँहरूलाई चाहिँ सबै मनोकामना पुरा गरौँ तपाईँहरूको है सबै यहाँ ल धेरै अग्लो छ है यहाँ चाहिँ धेरै अग्लो छ कि यो चाहिँ एउटै चट्टान हो यहाँबाट हेर्न सक्नुहुन्छ मलाई आफै अलिकति समातेर चढ्नुपर्ने भयो यही हो अब तपाईँले म यहाँबाट केही दृश्य देखाउँ डेन्जर सिडी भनेको चाहिँ ठ्याक्कै यो यहाँ हेर्न सक्नुहुन्छ यहाँदेखि हेऱ्यो भने काली लाग्दो छ तर भगवान्ले शक्ति चाहिँ अवश्य दिँदो रहेछ यो चाहिँ मैले आज महसुस गरेँ हामीलाई दर्शन गरेर भोक पनि लागिरहेको थियो त्यसैले हामी चाहिँ एकछिन अब त्यहाँ खाजा खाने ठाउँमा जान्छौँ त्यहाँको दृश्य हामी तपाईँलाई देखाउने नै छौँ त्यही चाहिँ हामी ठ्याक्कै दर्शन गरेर यहाँ आइसम्म आइपुगेँ र यहाँ चाहिँ पसलहरू रहेको छ र यहाँ हामी भर्खरै यो चाहिँ होटेल हो र यहाँ हामी खाजा खायौँ भोक लागेर दर्शन गरिसकेपछि हामी यहाँ चाहिँ खाजा खायौँ र यहाँ खाजा खाएर अब मौसम चाहिँ अझ पनि क्लियर छैन यहाँबाट अब ड्रोन पनि अब उडाउन चाहिँ अलि नमिल्ला जस्तो देख्यो र हेरौँ उडाउन सक्यो भने उडाउँला नभए आजलाई यति बाँकी अरू